धन्यवाद। कार्यक्रमका उद्घोषक नेपाली कांग्रेस बागलुङका श्रद्धेय सभापतिज्यू, आजको यस नेपाली कांग्रेसको 15औं महाधिवेशन सुनिश्चितताका लागि आयोजित बृहत दबावमूलक भेलाको अध्यक्षता ग्रहण गरिरहनुभएका नेपाली कांग्रेस भक्तपुरका श्रद्धेय पार्टी सभापति दुर्लभ थापाज्यू, कार्यक्रमका अतिथि देशका सभापति उद्धव थापाज्यू, यस्तै गरी देशमा आसीन विभिन्न जिल्लाबाट पाल्नुभएका पार्टी सभापतिज्यूहरू, महासमिति सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू, भातृ तथा शुभेच्छुक संस्थाबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू लगायत पार्टीभित्र आज चित्र मात्र होइन चरित्र नै बदलिनुपर्छ, त्यो पनि ओडै तहबाट भन्ने कुरालाई त्यो सुझबुझपूर्णले भरिपूर्ण हुने भएर यस हलमा आउनुभएका यो कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभएका तपाईँ सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। जय नेपाल। मन्तव्यको प्रारम्भमा म सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु र आजको यो कार्यक्रममा भनाइराख्ने अवसरको निमित्त पनि आयोजकप्रति आभार सहित कृतज्ञता व्यक्त गर्न चाहन्छु। आदरणीय महानुभावहरू, भदौ 23 गते हाम्रो देशमा जेनजीका नवयुवा पुस्ताहरूले विद्रोहको बिगुल फुक्नुभयो। जेनजी पुस्तालाई हामीबाट अलग रूपमा हेर्न हुँदैन भन्ने मेरो बुझाइ छ, किनभने पछिल्लो जनगणनाले हामीले आँकडालाई हेर्यौं भने यो देशको कुल जनसङ्ख्याको 1/3 जनसङ्ख्या जेनजी पुस्ताले अकुपाई गर्नुहुन्छ। त्यसकारणले गर्दा उहाँहरूले जुन भ्रष्टाचारको विरुद्धमा सुशासनको पक्षमा समावेशी प्रतिनिधित्वको सुनिश्चितताको लागि र प्रतिबन्धित सामाजिक सञ्जालमाथिको फुकुवाको माग लगायत विविध माग राखेर जसरी उहाँहरू सडकमा उत्रिनुभयो, ती जायज मागहरूका प्रति हाम्रो पनि समर्थन थियो। तर विडम्बना सरकारको कमजोर तयारी, सुरक्षा संयन्त्रको फितलो तयारी र विविध गरिँदा हामीले भदौ 24 गते हाम्रो देशमा दुःखद घटना घट्यो। नेपालको राष्ट्रिय झण्डा ओढेर हाम्रो ऐतिहासिक धरोहरहरूमाथि आगो जोस्ने काम मात्र भएन, विभिन्न कर्पोरेट सेक्टरहरू ध्वस्त बनाउनेदेखि व्यक्तिका सम्पत्तिहरू घरहरू तोडफोड गरिने मात्र होइन, आम काङ्ग्रेसी जनको लागि त एकदमै दुःखद दिन पनि रह्यो भदौ 24, किनभने त्यो दिन हाम्रो श्रद्धेय पार्टी सभापति र उहाँको धर्मपत्नीमाथि अमानवीय तरिकाले प्रहार गरियो, जुन प्रहारको हामीले जति नै निन्दा गरे पनि कमी हुन्छ। म आजका दिनमा पनि उक्त घटनाको विरोध गर्न चाहन्छु। यसरी जेनजी विद्रोहले एक किसिमको समाजमा, राज्यमा, राजनीतिक दलहरूमा एक किसिमको उथलपुथल ल्यायो र उहाँको जायज माग मैले अघि पनि भने देशको 1/3 जनसङ्ख्या ओकुपाई गर्ने जेनजी पुस्तालाई हामीबाट टाढा गर्नु हुँदैन। जेनजी आन्दोलनपछि हाम्रो नेपाली कांग्रेस पार्टीभित्र पनि विभिन्न तहबाट बहस एवं छलफलहरू सुरु भएका छन्। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। म हरेक युगको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीको एउटा साधारण सदस्य हुनुमा म गर्व महसुस गर्दछु। लोकतान्त्रिक पार्टीमा फरक दृष्टिकोण, फरक विचारहरू अपेक्षित हुन्छ, तर ती फरक दृष्टिकोण, ती फरक विचारहरू नीतिका आधारमा हुनुपर्छ, नैतिकताको बेसिसमा हुनुपर्छ। यदि त्यो फरक मत आफ्नो स्वार्थको रेटी सेक्ने काममा प्रयोग गरियो भने पक्कै पनि त्यसले पार्टीभित्र मात्र होइन देशमा नै दुर्घटना निम्त्याउँछ। वास्तवमा पार्टी भनेको जमिरहेको पोखरी होइन, पार्टी भनेको निरन्तर प्रवाहित हुने नदी जस्तो हुनुपर्छ। पार्टीभित्र पुराना पुस्ताको पनि सम्मान जरुरी छ भने नव पुस्ताहरूको प्रवेशलाई पनि पार्टीभित्र खुकुलो बनाइनुपर्छ, सहज बनाइनुपर्छ। त्यसकारणले गर्दा जेनजी विद्रोह पश्चात विभिन्न फोनबाट छलफल चलिरहँदा म भन्न चाहन्छु, आजको आवश्यकता भनेको ओडा तहदेखि नै हामीले क्रियाशील सदस्यता वितरण गरेर नवयुवा पुस्ताहरूलाई पार्टीमा प्रवेश गराएर तपाईँको नेतृत्व तहसम्म स्थापित गराउन सक्यौँ भने मात्र जेनजी पुस्ताको माग अलिकति भए पनि हामीले सम्बोधन गरेको जस्तो देखिन्छ। त्यसकारणले गर्दा आजको महत्त्वपूर्ण आवश्यकता र आधारभूत आवश्यकता भनेको पार्टीभित्रको नियमित महाधिवेशन हो। म यो कुरा यहाँ राख्न चाहन्छु। त्यसै गरी अहिले जेनजी विद्रोहपछि नेपालमा अन्तरिम चुनावी सरकार गठन भएको अवस्था छ। म आफै पनि महिला भएको हिसाबमा पनि संविधान त नभए पनि एउटा क्राइसिस म्यानेजमेन्टको सिद्धान्तलाई टेकेर राष्ट्रपतिज्यूले जुन कदम उठाउनु भयो र देशमा पहिलो महिला प्रधानमन्त्री पाउँदै गर्दा म पनि व्यक्तिगत रूपमा खुसी लागेको थियो। तर जसरी अहिले पछिल्ला दिनमा प्रधानमन्त्रीको अभिव्यक्ति आइरहेको छ, चुनाव गराउने महत्त्वपूर्ण कमान्ड सम्हाल्ने गृहमन्त्रीको अभिव्यक्तिहरू आइरहेको छ, यसले निराश बनाएको छ। म भन्न चाहन्छु, गलत बाटो हिँडेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ। उहाँहरू निर्वाचनको म्यान्डेट लिएर आउनु भएको थियो। नेपाली कांग्रेस चुनावमा कहिले पनि डराउँदैन, किनभने नेपाली कांग्रेससँग आफू निर्वाचनमा हारेर पनि निर्वाचन मार्फत लोकतन्त्रलाई विजय गराएको गौरवपूर्ण इतिहास साक्षी छ। त्यसकारणले गर्दा हामी चुनावबाट तर्सेका छैनौँ, हामी चुनावबाट भाग्ने छैनौँ र केन्द्रीय समितिले पनि अब चुनावमा जानको निमित्त पार्टीलाई एक ढिका बनाएर जानुको विकल्प छैन। आज यो अन्तरिम चुनावी सरकार
कम्पनीहरूलाई कर छुट दिने प्रपञ्चमा लागेको छ। राजदूतहरूलाई आफ्नो क्राइटेरिया राजदूतहरूलाई फिर्ता बोलाउन तल्लिन्छ। त्यस कारणले गर्दा आफूलाई करेक्सन गर्नको निमित्त पनि म आग्रह गर्न चाहन्छु। र अर्को कुरा, अत्यन्तै महत्त्वपूर्ण कुरा भनेको आजको सामाजिक सञ्जालको विषयमा म यहाँ भन्न चाहन्छु। वास्तवमा सामाजिक सञ्जाल तपाईँ हाम्रो जीवनमा अभिन्न अङ्गको रूपमा स्थापित भइसकेको छ। किनभने तपाईँ हामीले देख्न सक्छौँ एउटा सामान्य डिस्कर्डमा आह्वान गरेको आन्दोलनले नेपालमा यति ठुलो उथलपुथल लिएर आयो। प्रधानमन्त्री छान्ने कामै आज डिस्कर्डबाट भएको अवस्थामा हामीले सामाजिक सञ्जालमा आज एक थरी साइबर सेनाहरू खडा गरेर जसरी पार्टीका स्थापित नेताहरूमाथि उहाँले प्रहार गरिरहनु भएको छ, म त्यो कदमको घोर निन्दा व्यक्त गर्न चाहन्छु। उहाँहरूले आज पार्टी सभापतिलाई पद ललुक्काको ट्याग लगाइदिनु अगाडि नै आफू राजनीतिबाट रिटायरमेन्ट लिने र अब अरू पुस्ताहरूले चाहिँ पार्टी हाँक्न तम्पिएर रहनु भनेर सार्वजनिक रूपमा उद्घोष गरिरहनु भएको सन्दर्भमा त्यति बेला चाहिँ उहाँहरूले के हेर्नु भएको थियो? अब नेतृत्वमा बस्ने हामीले त रोइलो गर्न सक्दैन, पार्टीको एक्जिक्युटिभ पोस्टमा रहनु भएको तपाईँहरूले रोइलो गर्न सक्दैन। तपाईँहरूको काम भनेको पार्टीलाई एउटा दिशा दिने हो। अहिले देश एकदम अन्यलतामा फसेको छ। त्यस कारणले गर्दा निकास दिनको निमित्त काङ्ग्रेसको केन्द्रीय समितिले के निर्णय गर्छ भनेर आज नेपालबाट मात्र होइन देश विदेशबाट हजारौँ लोकतन्त्रप्रति वास्तववान व्यक्तिहरूले केन्द्रीय समितिको निर्णयलाई वाच गरिरहनु भएको छ। त्यसकारण गर्दा म उहाँहरूलाई खबरदारी गर्न चाहन्छु, सामाजिक सञ्जालमा पार्टीका स्थापित नेतामाथि तपाईँहरूले खैरो खनेर कस्तो खालको स्थिति पार्टीभित्र बसाउन खोज्नु भएको? के आजको यो अब्जसको भागीदार पार्टी प्रवक्ताले मात्रै लिनुपर्ने? के आज यो अब्जसको भागीदार कृष्ण सिटौला, विमलेन्द्र निधि, शशाङ्क कोइराला, प्रकाशमान सिंहहरूले मात्र लिदिनु पर्ने? उहाँहरू के गर्दै हुनुहुन्थ्यो? म जस्ता युवा महाधिवेशन प्रतिनिधिहरूले के अरे काङ्ग्रेसको केन्द्रीय समितिमा एक्जिक्युटिभ पददेखि लिएर केन्द्रीय समितिमा पनि धेरै युवाहरूलाई हामीले जिताएर पठाउँदै गर्दा अब प्रश्न तपाईँहरूले हामीतिर फर्केर गर्ने होइन। हामी तपाईँहरूलाई प्रश्न गर्न चाहन्छौँ, तपाईँहरू महत्त्वपूर्ण भूमिकामा रहँदै गर्दा कति युवाहरूलाई पार्टीमा स्थापित गर्नुभयो? आफ्नो आसेपासे बाहेक तपाईँहरूले कतिजनालाई टिकट गर्नुभयो? म त्यो प्रश्न यहाँहरूलाई फेरि पनि सम्झाउँदै र म बिपी कोइरालाले भन्नुभएको थियो बुढा पुस्ता बिग्रियो भने त्यसले समाजलाई खासै क्षति पुग्दैन, तर तरुण पुस्ता बिग्रियो भने त्यसले पार्टीलाई मात्र होइन देशलाई पनि क्षति पुर्याउँछ, ठुलो क्षति पुर्याउँछ भनेर भन्नुभएको थियो। यो भनाइको सान्दर्भिकता आजको दिनमा झन् बढी पुष्टि भएको छ। त्यस कारणले गर्दा म सम्पूर्ण केन्द्रीय समितिमा रहनुभएको नेताज्यूहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्दै पार्टीलाई एक ढिका बनाउँदै आज हामीले झगडा खोजेका छैनौँ, आज हामीले विग्रह खोजेका छैनौँ। आज हामीले खोजेको भनेको पार्टीभित्रको एकता हो। एकता नै तपाईँ हाम्रो शक्ति हो। त्यस कारणले गर्दा यो विषम परिस्थितिबाट देशलाई निकास दिनको निमित्त पार्टीका नेताहरू एक ठाउँमा आएर काङ्ग्रेसले आगामी निर्वाचनमा लिने नीतिहरूको स्पष्टतासहित आउनुहुनेछ भन्ने अपेक्षासहित मेरो छोटो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय देश, जय नेपाल।